हेलो नमस्कार, म चाहिँ प्रकाश सिंह अनि मसँग हुनुहुन्छ नवरत्न लोत क्यामेरामा। हाम्रो यात्रा हुन्छ दुनै बजारदेखि। हामी चाहिँ यो डोल्पा जिल्लामा पर्ने तातोपानी भन्ने ठाउँमा जाँदैछौँ। हाम्रो गन्तव्य चाहिँ तातोपानीसम्मको हुन्छ। यो रूपघाटदेखि चाहिँ माथि जानुपर्ने हुन्छ। हामी दुईजना मात्रै हिँडिरहेका छौँ। यो खोलाको किनार किनारै हामी माथि जानुपर्ने हुन्छ। हाम्रो यात्रा सुरु भइसकेको थियो। सम्पूर्णलाई गुड मर्निङ। हामी चाहिँ आज गइरहेका छौँ डोल्पा जिल्लामा पर्ने तातोपानी भन्ने ठाउँमा गइरहेका छौँ अनि लोसरमा जाँदैछौँ। त्यहाँ चाहिँ नुहाइसकेपछि चाहिँ भोक लाग्छ भन्ने कुरा धेरै भएकाले गर्दाखेरि हामीले खानेकुराहरू पनि टन्नै खानेकुराहरू लिएर गएको छौँ। दुईजना बेजी है। अनि खोला टक्क बगिरहेको छ। यहाँ चाहिँ रोडदेखि हल्का माथि मात्रै हो। लगभग नदी पानीहरू आइरहेको छ। दामी छ माथि पनि। हामी देखाउँछ तपाईँलाई। अगाडि क्यामेरा आउँछ अगाडि। यात्रा कन्टिन्यू छ अनि सबर हामीलाई जहाँसम्म लाग्छ यो डाँडा क्रस हुनुपर्छ होला जस्तो लाग्छ है लो सर। हामी त्यस्तो लागिरहेको छ। कोही डर त लागिरहेन नि लो सर? के हुन्छ है? ठिक छ, हामी बिस्तारै जाने हो आरामले होइन, टेन्सन छैन। आज शनिबार पनि हो, नुहाउने कपाल धुने डोल्पाको चिसो पानी नसकिने भएर हामी चाहिँ तातोपानीमा जानुपर्छ भन्ने हिसाबले आएको हो र मान्छेहरू धेरैजना जानुभएको छ अरे भन्ने कुरा हामीले सुन्नमा आएको छ। घाम लागेको छैन क्या लोसर उता? रमाइलो छ है चट्टान आमामा। पत्थरकै पत्थर छ। बाटो चाहिँ यही हो। बाटो खासै अप्ठ्यारो छैन। अलिकता दाउरा काट्न जस्तो लाग्छ हजुर। चट्टान त हो नि। तर यहाँबाट चाहिँ एकदम यति सफा पानी छ। पानी सलल बगिरहेको छ अनि शुद्ध पानी। हाम्रो यात्रा कन्टिन्यू छ, हुँदैछ। हामी गइरहेको छौँ लगातार होइन लो सर? अनि हामी दुईजना मात्रै आएको। हामी अरू सरलाई पनि भन्यौँ, उहाँहरूले अलि बाटो सुनसान छ। हामी दुईजना मात्रै हिँडिरहेको छौँ। हामी एउटा यो भिर काटेर चाहिँ आइसकेको छौँ। अब यहाँदेखि यहाँबाट फेरि माथि जानुपर्ने छ कि त्यहाँबाट माथि गएर आउनुपर्ने छ। यहाँ काम गर्नलाई मान्छेहरू पनि आउनु भएको छ अनि शीतल एकदम फ्रेस हावा आएको छ है। हिमालबाट आइरहेको हावा क्लियर है। बाटो चाहिँ अलि मुटु पनि सिरिङ भइरहेको, बाटो एकदमै अप्ठ्यारो भएर
बाटो कस्तो छ मुटु ढुकढुक गरे छैन नि सर बाटो अप्ठ्यारो छ है यहाँ पनि सिधै डाउन झर्नुपर्ने रहेछ चिसो छ है हेलो प्रकाश सर तपाईँ अब चिसो पानी मतलब हेलो प्रकाश सर तातो पानी जाँदै हुनुहुन्छ कस्तो फिल भइरहेको तपाईँलाई बाटोहरू कस्तो लागिरहेको फिल चाहिँ एकदम रमाइलो फिल भएको छ बाटो चाहिँ डेन्जर छ त हेर्नु सक्नुहुन्छ मैले पुरै एक घन्टा लाग्छ भन्ने कुरो छ अघि आएको बेला सिधै कति लाग्छ भन्नुभएको छ बाटो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ बाटो एकदम राम्रो छ मलाई चाहिँ खासै गाह्रो भएको छैन हाम्रो सरलाई चाहिँ अलिक गाह्रो भएको जस्तो महसुस पनि मलाई भइरहेको छ म चाहिँ हिँडिरहेको मान्छे खासै भएको छैन हावा चाहिँ टक्क स्पेसल पुरै आनन्दको हावा आइरहेको छ फ्रेस हावा अनि यता देख्न सक्नुहुन्छ अगाडि बढ्नुपर्छ यसरी बचाएर हिँड्नुपर्छ एकदम अप्ठ्यारो बाटो छ यी हेर्नुहोस् भर्टिकल एकदम अब 70-80 डिग्री रहेको छ डोल्पाको तातो पानी फेरि अर्को भिडियो बिस्तारै है हजुर ल ल ल ल आउनुहोस् डोल्पामा जाइदिए खानुको मजा बेग्लै छ भन्ने साथीहरूलाई अब यो देखाउनुपर्छ है सबै छ है रमाइलो पनि छ अप्ठ्यारो पनि छ सब छ अनि हामी एकदम हिँडिरहेको छौँ तपाईँले देख्न सक्नुहुन्छ एकदम यहाँ दाउरोको लागि चाहिँ यहाँ दाउरोहरू काटिरहनु भएको छ यहाँबाट सिधै गयो भने तल डाउन हो बाटो चाहिँ लास्ट डेन्जर छ तपाईँहरूलाई देखाउने नै छौँ 29 सम्म हामी पनि एकदम जोगिएर ध्यान दिएर मोबाइल मात्रै ध्यान नदिएर बाटो पनि हेर्दै आएको छौँ हाम्रो सर यसरी आइरहनु भएको छ बिस्तारै बिस्तारै आउनुलाई है सर हतारमा आउनु भएन बिस्तारै टक्क आरामले आउनुहोस् केही छैन बरु हामी एक लाग्थ्यौँ 2 घन्टा लागोस् हामीलाई मतलब भएन होइन आरामले जाने पुग्ने हो गन्तव्यमा कन्टिन्यू हामी हिँडिरहेको छ बाटो अप्ठ्यारो बाटो पार गरेर पनि यहाँ एउटा पुल पनि रहेछ काठको पुल उहाँ हाम्रो प्रकाश सर जाँदै हुनुहुन्छ लास्टै अप्ठ्यारो पुल छ अब हेर्नुहोस् बचाइ गइराख्नु भएको छ लोड्नु होला अलिक बिस्तारै बिस्तारै पुल हल्लिन्छ यसमा केही छैन सेक्युरिटी ल ठिक छ पुल चाहिँ लास्टै हल्लिँदो रहेछ बाटो चाहिँ यही हो बाटोको अवस्था यही छ पुरै चट्टान टक्क हामीले बाटो सर्भाइभ गरेर आइसकेको छौँ अघिको भिड भनेको बाटो त्यसमा ट्रक लगिरहेको छ भिडहरूको त कुरै छोडिदिउँ है तातो पानी भन्ने यहाँ पनि छ वहाँ पनि छ त अनि जुम्लाको तातो पानी पनि छ त
जुम्लामा पनि छ तातो पानी त नि औषधि हुन्छ त। बाटो चाहिँ अवस्था डेन्जर छैन। हाम्रो हिँडाइ एकदम कन्टिन्यू छ। यहाँ चाहिँ फेरि पनि पुल भेटिसकेको छ। लो सर पुरै पहाड आउनु अलि फास्ट आउनु लो सर। दामी दामी मानव निर्मित पुल हो यो चाहिँ काठबाट बनाएको पुल हो। फलामै नभएको है। अलिक घारी घारी आउने लो सर। है बाटो चाहिँ अझै हिँड्नुपर्ने छ टन्नै। कहाँ के यो हेरेको हो यहाँ हामी तपाईँलाई भेरी पनि देखाउन यो मौरी हो कि के हो अलिक छुट्याउन सकिएन। अनि
पुरै दामी छ। त्यहाँ हामीले अर्ग्याल जस्तो लाग्यो, अर्ग्यालले मह लगाएको रहेछ। त्यहाँ हामी धेरै नजिक जानु जाँदा उपयुक्त मानेनौँ, टोक्ने सम्भावना त्यस्तै हुन्छ। अनि राम्रो भ्यू पाउनको लागि केही अप्ठ्यारो सहनै पर्छ। हो यहाँ गाडी घोडा केही पनि आउने अनि हिँडेरै आउनुपर्छ। हाम्रो सर त झन् बुटोलको मान्छे यहाँ अलि आएर पनि यहाँ हाम्रो हेर्नको लागि पनि आउनु भएको छ कि नि सर? यहाँ त दामी भ्यू छ, बाटो लास्टै अप्ठ्यारो छ। बाटो चाहिँ अप्ठ्यारो छ है, होसियार भएर हिँड्नुपर्ने अवस्था हुन्छ। त्यो यार के हो यार सर, खासमा मौरी हिँड्नु नि कालो अर्ग्याल जस्तो लाग्यो मलाई त यार। अर्ग्याल भने थाहा छ नि, मौरी कहीँ पर्दाखेरि के हो खै। हाम्रो साथी आइराख्नु भएको छ, बाटो लास्टै अप्ठ्यारो छ। माथि हेर्नुहोस् हिमालहरू छ। धुवा जस्तो आइरह, अब खै के हो, गएर हेरौँ गाइज। मगाइदिन्छ है, हेर्नुहोस् कति राम्रो भ्यू, स्वर्ग जस्तो भ्यू छ। वाउ, हाम्रो साथी अगाडि बढिराख्नु भएको छ। हामी यात्रा यसो बाटो चाहिँ दुईवटा खोलाको दुईवटा भिरको बिचमा छ बाटो, हामी देख्न सक्नुहुन्छ। हाम्रो यात्रा जारी नै छ, मान्छेहरू धेरै नै गएको छ भन्ने सुन्नमा आएको छ। अब लेट्स सी, हेरौँ कति छन्, कतिको रमाइलो छ। हाम्रो यात्रा कन्टिन्यू नै छ। सल्लाहको रुख, तपाईँले पहिला किताब मात्रै पढ्नु होला, यति यति हाइटदेखि यति हाइटसम्म पाइन्छ भनेर सल्लाह अब आँखाले देख्यो होइन। जाम होला। अब हामी लगभग अब हाम्रो बाटो यति नै होला सायद जस्तो लाग्छ। त्यहाँ तल झऱ्यो भने झरै तातो पानी पुगिन्छ जस्तो लाग्यो लोछ मलाई चाहिँ। जस्तो मलाई चाहिँ महसुस भइरहेको छ, पानी पुरै बगिरहेको छ, तातो पानी नै हुनुपर्छ। यो केही धुवा भएको ठाउँसम्म हुनसक्छ। हुने अन्तिमसम्म हेर्नलाई हामी देखाउने छौँ होइन, लोछ एकदम हामी देखाउने नै छौँ है। हाम्रो हिँड्नुपर्ने अझै धेरै नै छ, यहाँबाट सलक्क त्यहाँ पारिसम्म नै हो बाटो। अलि बिस्तारै आउनु है सर। लोट्यो भने त लोट्यो तिर्खा। जान्न यदि त्यहाँनिर गयो भने सिधै तल है, तर सिधै खोलामै भेटिन्छ। बाटो बनाएर चाहिँ बाँध्नु लगाएर मात्रै, तातो पानी हुने तलै हुनुपर्छ नि है। बाटो यस्तो छ, डेन्जर छ बाटो। एक्सप्लोर डोल्पा बाटो अप्ठ्यारो छ बाटो चाहिँ। यो पानी
लो सर क्या है ऐसा माहौल, क्या बन रहा है? फर्किसक्नु भएको छ उहाँहरू। हामी चाहिँ तिमीहरू पनि तातो पानी आएको नानीहरू नुहायौ नुहायौ? तातो पानी यही हो तातो पानी भनेको। हामी सुनाउनु त, हामी लगभग पुगिसकेको छौँ। अब थोरै मात्रै छ। यहाँ पाला पाउन अलि गाह्रो लागिरहेछ। के भएको तातो पानी छैन अलि। बुझ्दैन हामी पुगिन लागिसकेका छौँ तातो पानी भन्नेनिर। यहाँ भन्छौँ होइन, तल त्याउने क्या। टेन्सन नलिनु लोसर, हामी एकदम भेडी अवस्थामा छौँ, बनाइरहेको छौँ। अब हामी छोटो छोटो खिच्ने भनेको जोड्नु उगाउने मान्छे पानीको पुरै डाँडा छ। डाँडा हामी चाहिँ कभर धुनलाई जानुभएको त छ। पुरै डाँडा छ। हामी चाहिँ आइसकेको, हामी नुहाइसकेको छौँ। नुहाइसकेर पनि अब हामी फर्किनेवाला भइसकेको छ। अहिले चाहिँ ड्युटी गर्न आइरहनु भएको छ खासमा। त्यही भएर नास्ता चाहिँ अब सुरु हुन लागिसक्यो। अब हामीले नुहाउने कार्यक्रम पनि भइसक्यो। यहाँ माथि टिकटक पनि बनाउँदै हुनुहुन्छ दिदीहरूले, हेर्न सक्नुहुन्छ। यति भाइरल भएपछि यसो तपाईँले हाल्नुभयो भने भाइरल हुन्छ। त्यो भन्दै यो छिटो भाइरल हुन्छ। यो पनि ल्याउनुभएको थियो। यो पनि दुईवटा एउटा हो। दुईवटा छ काजु। काजु दुईवटा, यो एउटा हो नि। एउटा हो। यो पर्छ कि 420 रुपियाँ। 400 त लेखेको मात्रै होला। लेखेको हो। एउटा च्यातम, एउटा तल खम्ला होला होइन। खोल्नु न। दाल मात्र पनि ल्याउनु भयो। खै सामान त म उल्टो हुन्छ उता सबसे महँगो चिज खाने बानी छ भन्ने लास्ट देखाउनु त्यसमा
त्यसमा खानु हेर ल जस्ता खानु पर्यो गाइज सेस ल देखाम सेस ल मेरो पनि यता टिकटक बनाउँदै हुनुहुन्छ उहाँलाई भाइरल भएपछि पठाइदिनु पर्ला अहिले त भाइरल नभए त के पठाउनु यहाँ अहिले चाहिँ यता आगो बालिरहेको छ अब चाहिँ हामी निस्किने तयारीमा छौँ होइन लोसर निस्किने तयारीमा छौँ यहाँबाट तातो पानी एउटा नुहाएर फर्किसक्नु भएको छ उहाँहरू अझै फर्किने क्रममा जारी छ पुरै रमाइलो चलिरहेको छ त्यहाँसम्म पनि हावा लागिरहेको छ यहाँ पुरै रमाइलो रमाइलो भइहाल्नु सर हामीले भाइहरूसँग कफी पनि खायौँ कफी दिइसक्यो अनि कफी खायौँ गफसफ गऱ्यौँ एकछिन फ्यान हामी कफी खाएर फर्किसकेको थियौँ फर्किँदाखेरि हामी गफसफ गर्दै उहाँहरूसँग नै हामी फर्क्यौँ हामी चाहिँ फर्किँदाखेरि बेलुकी नै गएको थियौँ जाँदाखेरि हेर्नुहोस् तपाईँ देख्न सक्नुहुन्छ बहुत धेरै छ बाटो डेन्जर छ बाटो हामी हिँड्ने क्रममा छौँ देख्न सक्नुहुन्छ त्यहाँ माथिबाट देख्न सक्नुहुन्छ त्यहाँबाट खस्यो भने सिधै डाउन तल पुग्न सक्नुहुन्छ यहाँ हट्टी पनि भेटिन्न अनि पुरै यस्तो छ अवस्था लोसम्म बाटो कति अप्ठ्यारो छ हेर्नु यही हो बाटो माथि जाने प्रकाश सर माथि हुनुहुन्छ ब्याक क्यामेरा ब्याक यहाँ हेर्नुहोस् बाटोहरू लास्टै तल छ यहाँ बाटोको अवस्था देख्न सक्नुहुन्छ साथीहरू हिँडिराखेका छन् अगाडि लास्टै अप्ठ्यारो बाटो छ एकदम साँघुरो बाटो ढुङ्गाले जोडेर बनाइएको छ
ढुङ्ग जान बाटो डेन्जर बाटो छ। हामी आइसकेको छौँ। तपाईँले देख्न सक्नुहुन्छ बाटो एकदम खतरनाक छ। यहाँबाट खस्यो भने जानु चाहिँ आँखाले हेर्न सकिन्छ, चक्कर आउँदा देखिन्छ। सर्पिङ गइसक्नु भएको छ बाटोमा। बाटो एकदम जोखिम बाटो छ। तपाईँले देख्न सक्नुहुन्छ पुरै भिडियो ढुङ्गा जोडेर बनाएको छ। बाटो चाहिँ नभएको कारणले गर्दाखेरि बाटो चाहिँ बनाएको देखिन्छ। पुरै भिड छ, चट्टानहरूमा हिँड्नुपर्छ। हेर्न सक्नुहुन्छ, तपाईँले देख्न सक्नुहुन्छ। पुरै देख्न सक्नुहुन्छ जस्तो छ अवस्था। पुरै पहाड छ, न त हिमालदेखि लिएर तर फेरबाट छ। हामी तातोपानीबाट फर्केर चाहिँ हामी दुनै बजार पुगिसकेको थियौँ। दुनै बजारको भ्यू पनि देखाउँदैछु, हेर्नु होला अन्तिमसम्म। केही झलकहरू देखाएको छु, आरामसँग हेर्नु होला अन्तिमसम्म हेरेर। यो कुन मन्दिर हो टक्क भनिदेऊ त। तपाईँले देख्न सक्नुहुन्छ क्याप्टेन दिनेश न्युपानेको सम्झिनुको लागि बनाएको यो दुनै बेली ब्रिज, दुनैको बेली ब्रिज। हामी चाहिँ यता दुईजना आएको छौँ अनि हो कि सुटी हेर्नु न। म लाज मान्छ त्यो, म